Now, what would you choose, love or loyalty? If I had to choose between love and loyalty, I would definitely go for loyalty. हो नि के अनि लभ चाहिँ चाहिदैन त्यसो भए त्यसो भए लभ लभ I knew that reaction was going to be there हैन तर यस्तो हो के love is important छँदै छैन भन्नु खोजे हैन के कस्तो हो नि love is important तर if I had to choose between love and loyalty भने चाहिँ अब love किन चुज गर्छु म loyalty नै चुज गर्छु नि किनभने loyalty भयो भने love आफै पछि आउँदैन त and how can you be in love with someone who you're not loyal to अनि जुन पनि रिलेसनशिपको फाउन्डेसन नै लभ हुन्छ हैन र अनि लभै नभए भने त्यो रिलेसनशिप कस्तो रिलेसनशिप हो त फेरि गुड वान यस्तो हो यसलाई चाहिँ म लभबाट यो पेरिफेरीबाट अलिकति बाहिर निस्केर तिमीलाई एउटा काउन्टर दिन्छु है त के भने फाउन्डेसन कुनै पनि कुराको फाउन्डेसनै भनिहाल्यो नि त तिमीले हैन फाउन्डेसन लभ फाउन्डेसन हैन भन्छु म के हो फाउन्डेसन चाहिँ के हो भने ह्युमन एज अ ह्युमन बिइङ हामी सबैजनाको फाउन्डेसन भनेको हाम्रो बिलिफ सिस्टम हो कि हाम्रो कोर भ्याल्युजहरू जहाँ चाहिँ इन्टेग्रिटी अनेस्टी अथेन्टिसिटी अनि यस्तो यस्तो एम्पथीहरू आउँछ अब लाइक दिस थिङ्स बिल्ड अस के होइन अनि लभ भनेको इट विल कम आउट अफ इट होइन र यस्तो हो कि अनि भ्याल्युज कोर भ्याल्युज चाहिँ इम्पोर्टेन्ट हुन्छ कि कोर भ्याल्युज भइसकेपछि तिम्रो राम्रो कोर भ्याल्युज कसँग छ जस्तो कोही मान्छेले होइन जस्तो कसैले नदेख्दाखेरि पनि कसैले हेरेको छैन होइन त्यही पनि इफ ही अर सी डज द राइट थिङ होइन द्याट्स द काइन्ड अफ पर्सन आई वान्ट टु बी विथ के ठिक छ सो हाउ वुड यु नो के अदर पर्सन इज लोयल टु यु अर उसको कोर भ्याल्यु इज गुड भनेर चाहिँ हाउ वुड यु नो किनभने कुनै पनि मान्छेको फेसमा त लेखेको हुँदैन नि त द्याट ही अर सी इज लोयल अर ही अर सी हेज अ गुड कोर भ्याल्यु कस्तो थाहा हुन्छ त्यसको कोर भ्याल्यु कस्तो हो कतिको लोयल छ भनेर अगेन गुड क्वेसन यस्तो हो कि अभियसली तिमीले भनेको ठिकै हो होइन कोर भ्याल्यु के अरे अब लोयल छ कि छैन भनेर त अनुहारमा त लेखेको हुँदैन फेसमा त लेखेको हुँदैन होइन यसमा एउटा इक्जाम्पल दिन्छु है त म तिमीलाई होइन अब अरू कसको इक्जाम्पल दिएर हाम्रै होइन हाम्रै रिलेसनसिपको इक्जाम्पल दिउँ होइन जस्तो एउटा इन्सिडेन्टको कुरा गर्छु है त म हामी एकचोटि 1-2 वर्ष अगाडि अलिक स्टार्टिङ फेजमा जब हामी भर्खर डेट गरेको थियो होइन त्यतिखेर सुनाउनुमा कुरा भयो त्यतिखेर एकचोटि हामी भक्तपुर मैले तिमीलाई त्यस्तो खासै भने त छैन है यो कुरा भक्तपुर गएको बेलामा अनि त्यसपछि एउटा क्याफेमा जाँदाखेरि अनि के खायो अरे अनि त्यसपछि पैसा फिर्ता दिएको थियो होइन त्यो पसलेले अनि त्यसपछि सर्टन 5-10 रुपियाँ कति रुपियाँ अब दिँदाखेरि चेक गरेन पर्समा राखेको थिएँ मैले पैसा त्यसपछि फर्केर आयो अनि त्यसपछि के अरे पछि हेर्दाखेरि 5 रुपियाँ कति धेरै अब धेरै भएको रहेछ भनेर अनि यु वेन्ट आउट अफ यु वे अनि त्यसपछि यु गिभ द्याट मनी टु द्याट पर्सन पछि फेरि गएर दियो नि त होइन यस्तो सानो क्युजहरू भन्नु खोज्यो कि यस्तो क्युजले थाहा हुन्छ कि मान्छे कस्तो छ उसको कोर भ्याल्युज कस्तो छ भनेर विच इज त्यस्तो तिम्रो तारिफ गर्न त मन थिएन के गर्नु होइन तर त्यो त जसले नै गर्छ अन्त त्यो मैले गाए जस्तो ठुलो के होइन यस्तो के होइन यसमा चाहिँ म गरि नै दिन्छु तारिफै गरेको यस्तो नपिट्न यस्तो हो कि सबैजना त्यस्तो हुँदैन कि होइन साँच्चै भनेको आई एडमायर द्याट वान क्वालिटी अफ युर्स अब कस्तो भने नि सबैजना आजकलको जमानामा त कस्तो हुन्छ नि उल्टै खाइदिउँ न लुटिदिउँ न गरिदिउँ न होइन उल्टै ताल पऱ्यो त फिर्ता दिने त के कुरा उल्टै फिर्ता अब उल्टै धेरै पैसा लिउँ भने त्यस्तो टाइपको हुन्छ कि सो कलयुग यस्तो छ होइन अनि त्यसपछि यस्तो कुराबाट चाहिँ मान्छेको नेचर मान्छेको क्यारेक्टर पर्सनालिटी कस्तो छ भन्ने कुरा चाहिँ थाहा हुन्छ कि अनि कुनै पनि मान्छेले दिस माइट बी अ सजेसन फर लाइक एभ्री वान अरू जो हुएभर इज वाचिङ होइन अब यो त जाँदैछ युट्युबमा थाहा छैन कस्तो हुन्छ बट एनिवे यस्तो खालको क्युज चाहिँ आफ्नो पार्टनरमा इफ युर लुकिङ फर बोयफ्रेन्ड गर्लफ्रेन्ड अर लुकिङ फर लाइफ पार्टनर होइन त्यस्तो खालको क्वालिटिज चाहिँ हेर्नुपर्छ जस्तो लाग्छ यु वुड से द्याट होइन कि हजुरले चाहिँ के भन्नुहुन्छ भने फिलिङ्सहरू इमोसन्स चाहिँ लभ भन्दा पनि इमोसन चाहिँ यु वुड प्रिफर मोर भनौँ न होइन इमोसन्सलाई होइन कोर भ्याल्युज इमोसनलाई भन्दा पनि कोर भ्याल्युजलाई चाहिँ यु प्रिफर मोर होइन त कुनै पनि रिलेसनसिपमा हुँदाखेरि यस डेफिनेटली किन भन
किनभने इमोसन्स भनेको चाहिँ एकदमै फ्लिटिङ हुन्छ कि होइन आज छ भोलि छ हाम्रै कुरा गरौँ न हाम्रै रिलेसनमा कहिले झगडा पर्छ कहिले के हुन्छ कहिले एकदम माया लागेर आउँछ होइन हाम्रै मात्रै कुरा नभने जुनसुकै एज अ होल यो वर्ल्डमा होइन ह्युमन बिङ्सको इमोसन्स एकदम फ्लिटिङ छ नि सधैँ कहिले डर लाग्छ कहिले खुसी हुन्छ कहिले रिस उठ्छ कहिले के हुन्छ लाइक थुप्रै खालको इन अ डे यु गो थ्रु लाइक अ लट अफ डिफ्रेन्ट इमोसन्स होइन त्यो सधैँ एउटै भइराख्दैन अनि त्यो इमोसनको बेसिसमा आफ्नो रिलेसनसिप आफ्नो लाइफ पार्टनर कसरी चुज गर्ने बट ह्याभिङ सेड द्याट कोर भ्याल्युजमा गऱ्यो भने चाहिँ कस्तो हुन्छ भने कोर भ्याल्युज आफ्नो बिलिफ सिस्टम चाहिँ प्राय पर्मानेन्ट सेट नै हुन्छ बच्चैदेखि सेट भएको हुन्छ होइन जस्तो तिमीले बच्चामा कस्तो खालको ऊ पाएको छ पेरेन्टल लभ पाएको छ कस्तो नेचरमा हुर्केको छ कस्तो इन्भाइरोमेन्टमा सराउन्डिङमा हुर्केको छ होइन त्यस्तोले म्याटर गर्छ कि सो त्यस्तो भयो यु वुड से द्याट होइन चाइल्डहुडले चाहिँ मान्छेलाई सेभ गर्छ मतलब चाइल्डहुड सोज लाइक हाउ द पर्सन इज गन बी फ्युचरमा भन्ने डु यु बिलिभ अन द्याट एब्सोल्युटली इट्स वान अफ द मोस्ट फन्डामेन्टल फ्याक्टर्स भन्छु म आफ्नो मान्छेको क्यारेक्टर सेट हुन मान्छेको आइडियोलोजी बिलिफ सिस्टम सेट हुन बच्चैदेखि चाहिँ उसले अब भनौँ न होइन एउटा एल्कोहलिक पेरेन्ट छ या भनौँ सिङ्गल पेरेन्ट छ कसैको भने होइन कोही सिङ्गल पेरेन्ट छ उसको चाइल्ड छ त्यसै गरी त्यहाँसम्म जानु पनि पर्दैन अब उसको बच्चामा पेरेन्ट्स नै हुनुपर्छ भने अरू सराउन्डिङ साथीभाइहरूले होइन बच्चामा अब किन्डरगार्टनमा कस्तो सराउन्डिङ्स टिचर्सहरूसँग एक्सपोज हुन्छ कस्तो खालको स्कुलिङ भएको छ सबैजनालाई त भन्न मिल्दैन तर यस सम एक्सटेन्ट एउटा ब्ल्याङ्केट स्टेटमेन्ट राखेको अब त्यो सबै हुन्छ भन्ने छैन होइन बट एनिवे त्यस्तो खालको त्यतिखेर चाहिँ उसको भ्याल्युजहरू सेट भएको हुन्छ जस्तो कसैले देखेको बेलामा सबैले देखेको बेलामा त सबैले टिचरले पिट्छ है भनेर त उसले रुल फलो गर्छ डिसिप्लिन फलो गर्छ तर कसैले नदेखेको बेलामा उसले गर्छ कि गर्दैन जस्तो चोर्नु हुन्छ कि हुँदैन भने होइन जस्तो यहीँ पुलिसहरूतिर जाँदाखेरि अब सेल्फ चेकआउटमा हामी जान्छ होइन कतिजना मान्छेहरू चाहिँ ए ल त्यो ल नगरिदियो नि हुन्छ नि यसो स्क्यान गरेर यस्तो गर्यो होइन त्यो त चोरेकै भयो नि त मैले देखेको छु त्यो उलिजमा भन्दा पनि ट्रेनमा एकचोटि चाहिँ ट्याब पछि बस्ने होइन अनि त्यहाँबाट फेरि कस्तो भेरी स्याड टु से द्याट होइन उनीहरू चाहिँ नेपालीहरू नै त्यहाँ अब उनीहरू चाहिँ अब किड्सहरू टाइपको त्यो मतलब मैले स्टिरियोटाइप गरेको होइन मैले चाहिँ उनीहरूलाई देखेँ त्यस्तो गराएको तर इट वाज भेरी स्याड टु से द्याट उनीहरू चाहिँ नेपालीलाई त्यो भनौँ न कि त्यो नभनौँ न ठिकै छ अब जे अब सबै खालको हुन्छ यहीँको फुच्चेहरू पनि हुन्छ होइन अब यस्तो हो सानो कुरामा भइगयो भन्न पनि सकिन्छ तर त्यसरी नै बिल्ड भएको हुन्छ भनेपछि सकेसम्म हामीले चाहिँ त्यस्तो गर्नु हुँदैन होइन अनि त्यस्तो म चाहिँ ठिकै छ कसैलाई त्यो गरेर केही फरक पर्दैन भने गुड अन यु ठिक छ तिमीलाई कोही एउटा थर्ड पर्सन छ कसैलाई त्यो ठुलो कुरा लाग्दैन भने इट्स अप टु यु टु डिसाइड तर हाम्रो लागि हाम्रो कुरा गर्दैछौँ नि त हामी होइन मलाई यस्तो मान्छेसँग चाहिँ लाइफ बिताउनु छैन कि हु इज गोना चिट अब चिट भन्नाले अब रिलेसनसिपमा पनि त भोलि चिट गर्न सक्ला अहिले एउटा सानो कुरामा कोही करप्ट छ भने भोलि त ठुलो करप्सन नगर्ला भन्छ नि त अनि एक्ज्याक्टली एजुकेसन वा प्यारेन्टिङ हुनु पर्यो उसको बेटर पर्सन हुनको लागि एक्ज्याक्टली अनि त्यो भइसकेपछि पछि गएर चाहिँ अब उसले त्यस्तो सिचुएसन्सहरू राम्रोसँग ह्यान्डल गर्न सक्छ जस्तो बच्चामै एउटा ट्रमा पाएको एउटा बच्चा छ अरे होइन अब पेरेन्ट्सको लभ त्यस्तो पाएको छैन अनि त्यसपछि स्कुलिङ पनि त्यस्तो राम्रो भएन सराउन्डिङ साथीहरूबाट पनि त्यस्तै खालको बुलिङहरू भयो भने भोलि गएर उसले त्यो रिलेसनसिपमा पनि यो सी इज गोना ब्रिङ द्याट ट्रमा इन्टु द रिलेसनसिप नि त होइन अनि त्यो पार्टनरलाई त फेयर भएन नि त त्यही भएर अब लभमा अब कोही मान्छे फिजिकली अट्र्याक्टिभ छ अरे गोरो कालो मान्छेले आफ्नो प्रेफरेन्सेस हुन्छ होइन अनि कोही मान्छे फिजिकली एकदम अट्र्याक्टिभ छ अरे तर उसको कोर भ्याल्युज राम्रो छैन भने वुड यु गो विथ द्याट पर्सन वुड यु बी एबल टु यस्तो हुन्छ राम्रो पर्सनालिटी यताउता भनेको चाहिँ फर्स्ट इम्प्रेसन भनौँ न फर्स्टचोटिको लागि चाहिँ यस अब किनभने कोर भ्यालु त फर्स्टचोटि भेट्दा थाहा हुँदैन नि त हेर्ने त पर्सनालिटी नै हो तर पर्सनालिटी भनेको चाहिँ एउटा सानो स्टेपको लागि चाहिँ पर्सनालिटी ठिक हो तिम्रो अगाडिको फिजिकल पर्सनालिटी अगाडिको मतलब कुनै फर्स्ट सर्टेन टाइम फर्स्ट स्टार्टिङ पोइन्टलाई चाहिँ यस होइन पर्सनालिटीले के न के म्याटर गर्ला तर जब रिलेसनमा हुन थालिसके पछाडि जब लङ टर्ममा हामी बस्न थाल्छौँ अनि त्यसपछि त डेफिनेट कोर भ्याल्युज नै विल कम यस
त्यही भएर अब लोयल्टीसँग कुरा जोड्दाखेरि पनि मैले किन कुरा जोड्न खोजेको एक्चुअली भने नि यस्तो खालको कोर भ्याल्युज भएको मान्छे आफै लोयल भइहाल्छ होइन अनि तिमीलाई लभ गर्नु नै छ भने त अब लाइफ पार्टनर अब यो त के अरे टिनेज लभ होइन नि त अब हामी त लाइफ पार्टनर चुज गर्न लागिरहेको छौँ हामी एउटा त्यो स्टेजमा पुगिसक्यौँ होइन अब वी अलरेडी लाइफ पार्टनर्स तर हामीले यो कन्भर्सेसन अहिले पछाडि फर्केर हेरेर गर्दाखेरि चाहिँ अब मानिलिउ तिमी अर्ली 20s छौ अनि तिमी अब बिहा गर्न लागिरहेको छौ मिड 20s छौ अहिले होइन अनि त्यसपछि तिमी अब बिहा गर्न पर्ने छ भनेपछि त तिमी अब त्यस्तो इमोसनमा ओहो यो केटा कस्तो राम्रो भनेर अब या अब म त्यस्तो राम्रो छैन होला होइन त्यो के हेरेर बिहा गरेँ मलाई ल भन नि त मैले नि पर्सनालिटी हेरेर गरेको होइन कोर भ्याल्युज हेरेर गरेँ त्यसो भए होइन यसो भए चाहिँ दुईटै कुरा नै जस्ट अघि मैले आन्सर गरेको जस्तो नै थियो सुरुमा चाहिँ कहीँ न कहीँ चाहिँ अलिकति हेर्दाखेरि पनि राम्रो हुनुपर्ने भन्ने नि थियो त्यस्तो हेर्दाखेरि त्यस्तो नराम्रो नि त छैन नि त हजुर राम्रै छ नि त त्यही भएर अनि कुरा मलाई चाहिँ भनेपछि दुईटा हाल्नु लड्नु भयो होला तिमी त हेर्दा पनि राम्रै छौ थ्याङ्क यू सो मच यस्तो ठिकै हो होइन मैले भन्नु खोजेको त्यही अनि बिस्तारै बिस्तारै चाहिँ हजुरको भ्याल्युजहरू पनि राम्रो रहेछ भन्ने भयो अनि त्यस पछाडि एभ्रिथिङ ह्यापन तर मलाई त लभै भएको नि त लभ परेको साँच्चै हो के यस्तो हो त त्यसो भए कसरी मेजर गर्ने त त्यो लभ परेको कसरी थाहा हुन्छ कसरी मलाई एउटा कुरा जस्तो लाग्छ कि कसरी थाहा हुन्छ लभ परेको हो कि भने चाहिँ के देखेर चाहिँ लभ पर्यो या के हो कि यस्तो लोयल्टी कुरा त पछि गरौँला ल लभ भनेको कस्तो अब मैले महसुस गरेको माया प्रियति एब्स्ट्र्याक्ट कुरा हो नि त यो त होइन अब 2 + 2 4 भने जस्तै होइन एउटा क्वान्टिफाई गर्नलाई कुनै एउटा मेजरमेन्ट स्केल छैन छैन त्यही लभ भनेको त्यो फिल गर्ने कुरा त्यो एब्स्ट्र्याक्ट नै हजुर भने एब्स्ट्र्याक्ट कुरा नै त्यो फिल गरेर गरिन्छ लभ भनेको त्यो एउटा ठुलो स्पेस हो जहाँ एभ्रिथिङ कम्स टुगेदर होइन मलाई चाहिँ के लाग्छ भने तिम्रो एउटा सर्टन क्वालिटी छ होइन तिमी भित्रको एउटा सर्टन तिम्रो बिलिफ सिस्टम छ तिम्रो आइडियोलोजी छ तिम्रो एउटा कोर भ्याल्युज छ होइन अनि तिमीले त्यस्तै अरू कसैमा देख्यो भने त्यो मन पर्छ नि त म्याच हुन्छ जो पाइ त्यसो भए त मान्छे त कतिजना राम्रो संसारमा छ नि त मान्छेहरू त्यसो पनि भन्छ त झन् के अरे अपोजिट अट्र्याक्ट्स पनि त भन्छ अपोजिट अट्र्याक्ट्स भनेको चाहिँ अगाडिको त्यो ह्याबिट्सहरू जस्तो लाइक्स डिसलाइक्सहरू के फरक परेन जस्तो तिमीले मासु खान्छौ म खान्न होइन तर वी डोन्ट माइन्ड डुइङ त्यस्तो हो नि त हो त्यो हो कि त्यो लाइक्स डिसलाइक्स मतलब भयो भने त्यो सुपरफिसियल सर्फेसको कुरा भयो कि भित्र कोर भ्याल्यु चाहिँ जब मान्छेको सेम हुँदैन नि तब त्यो रिलेसनसिप लास्ट हुँदैन कि त्यस्तो लाग्छ है मलाई चाहिँ त्यही भएर सायद हाम्रो कोर भ्याल्युज हामीले मिल्यो होइन ए ल म चाहिँ सर्टन मेरो यस्तो भ्याल्युज छ है यो चाहिँ म चेन्ज गर्न आई एम नट रेडी टु चेन्ज दिज भ्याल्युज द्याट आई हेभ राइट नाउ लाइक द्याट आई बिल्ड ओभर टाइम मेरो मैले चाहिँ यसरी बिल्ड भन्दा पनि कोर भ्याल्युज ओके भन्नु मैले चाहिँ त्यही भन्न खोजेको फेरि कोर भ्याल्युज र ह्याबिट्स फेरि सेम हो कि भन्न जान्छ कि भन्न खोजेको लाइक डिफरेन्सिएट्स बिट्विन ह्याबिचुअल्स प्र्याक्टिसेस एन्ड कोर भ्याल्युज लाइक वाट द कोर भ्याल्युज एक्चुअली इज कोर भ्याल्युज भनेको चाहिँ बिलिफ सिस्टम कोर भ्याल्युज भनेको चाहिँ कस्तो हो भने बिलिफ सिस्टम भनौँ न आइडियोलोजिजहरू भनौँ न आफ्नो जेबाट चाहिँ आफू चलायमान भएको छ क्या जसरी आफू अपरेट जसले गर्दा चाहिँ तिमी कसरी अपरेट गर्छौ तिमी कसैको मान्छेको चाहिँ कस्तो एउटा इक्जाम्पल चाहिँ ल चोर्नु होइन हामीलाई थाहा छ चोर्नु हुँदैन अर्काको सामान अरूले नदिकन लिनु हुँदैन त्यो मेरो कोर भ्याल्युज हो एउटा होइन तिम्रो पनि हो नि कसैको लागि नहुन्छ ए ठुलो कुरै भएन यसो गरेर ठगिदिइहालौँ त्यो म्याचै भएन कि त्यस्तो मान्छे एकजना चाहिँ हुन्छ एकजना चाहिँ हुँदैन भन्ने छ भने आई डोन्ट थिङ्क द्याट रिलेसनसिप इज गोना लास्ट त्यसै गरी कोर भ्याल्युजमा लोयल्टी पनि पर्छ कि होइन बेविचार हो कि होइन अब के भन्छ त्यही के एउटा पार्टनरसँग म लोयल हुनु जरुरी छैन भन्ने खालको एकजनाको मेन्टालिटी छ अनि अर्कोको छैन भने त काम लाग्यो त बरु त्यस्तो मान्छेसँग रिलेसनसिपमा बस्दै नबस्यो नि त्यही भएर भनेको त्यस्तो खालको कोर भ्याल्युज भएको मान्छे चाहिँ खोज्ने या अब त्यही त्यसरी खोज्ने भन्दा पनि सायद त्यस्तै कोर भ्याल्युज आफै अट्र्याक्ट हुन्छ द्याट्स व्हाट आई मेन्ट एक्चुअली मिलेर जान्छ त्यही अब यो फ्रिक्वेन्सी हो नि त हामी सबैजना अब
हामी सबैजनाको एउटा एउटा एनर्जी हुन्छ, हामीले रेडिएट गरेर हुन्छ नि, त्यस्तै मान्छे अट्र्याक्ट हुन्छ जस्तो लाग्छ कि मलाई। ल त्यसो भए हजुरको लागि चाहिँ लोयल्टी भनेको चाहिँ ट्रु लभको चाहिँ एउटा प्रुफ हो भनौँ न होइन, त्यो चाहिँ भन्न मिल्छ त्यसो भए? हुन्छ, त्यो बाहेक अरू के नै प्रुफ छ होइन र? त्यही नै त हो प्रुफ, द्याट्स द सिंगल मोस्ट प्रुफ भन्छु म त आज। किनभने you're in love with someone and you're not loyal to him or not. Like what kind of a love is that? हैन? अनि त्यसपछि लभलाई मापन गर्ने मेजर गर्ने चीज भनेको लोयल्टी नै त हो नि। किनभने अरू कसरी मेजर गर्छ त लभ तिमी? ल भन। लभ अब गिफ्ट्स दिएर हैन, एक्सप्रेस गरेर एक्सन्सले त गर्छ, त्यसरी त त्यस्तो त लास्टमा त एक्सन नै हो, मतलब भनेर आई लभ यु सबैभन्दा ठुलो एक्सन भनेको त आफ्नो कमिटमेन्ट हो। ल मानिलिउ गिफ्ट दियो हैन, गिफ्ट दिनलाई उसले आफ्नो पैसाले केही किनेर ल्याएर दियो, फिजिकल गिफ्ट्स दियो हैन, या उसले आफ्नो टाइम दियो, सर्टेन टाइम दियो, गिफ्ट दियो, पैसा दियो, त्यो आफ्नो ठाउँमा त्यो जसले पनि गर्न सक्छ। एउटा पैसा भएको मान्छेले कोही धनी छ भने त उसले पैसा दिएर एउटा गाडी नै गिफ्ट दिला अरे हैन, कसैसँग टाइम छ उसले टाइम गिफ्ट दिला अरे। तर उसले तिमीलाई सबैभन्दा ठुलो गिफ्ट भनेको चाहिँ लोयल्टी नै हुन्छ जस्तो लाग्छ है मलाई। किनभने उसले त आफ्नो होल लाइफै तिमीलाई दियो नि त, सबै हुनु पर्यो त्यसमा, त्योभन्दा ठुलो मेजरमेन्ट हैन, सबै हुनु पर्यो। लभ भनेको त ठुलो स्पेस हो कि जस्तो लाग्छ। अब फेरि कमेन्ट मात्रै गर्यो, अरु के पनि गर्नु भन्ने भने छु भने चाहिँ अरु के पनि गरेछ भने त फेरि काम लागेन नि त। सो त्यो लभ भनेको चाहिँ एउटा ठुलो बिग एउटा अम्ब्रेला हो जुनले चाहिँ हरेक चिजलाई चाहिँ सँग इम्प्रेस गरेको छ हैन। अनि द्याट गिफ्ट पनि हुनु पर्यो कहिलेकाहीँ, तर सेइङ द्याट अब यस मोर चाहिँ लोयल नै हुनु पर्यो, रेस्पेक्ट हुनु पर्यो। त्यो चाहिँ अग्री अन यु। रेस्पेक्ट भन्ने कुरा पनि छ, रेस्पेक्ट चाहिँ हुनै पर्यो। अनि रेस्पेक्ट कहाँबाट आउँछ भन्दाखेरि चाहिँ कोर भ्याल्युज अनि त्यसपछि लोयल्टी हैन त। रेस्पेक्ट तिमीले अघि नै मलाई भन्थ्यौ नि हैन, के अरे लोयल्टी नभएको मान्छेलाई त के रेस्पेक्ट गर्ने त? त्यो त सेल्फ रेस्पेक्टको पनि कुराहरू आउँछ हैन। अब लोयल्टी एउटा साइडबाट मात्रै केही पनि हुँदैन, बोथ साइडबाट हुनु पर्यो, बोथ साइडबाटै हुनु पर्यो। लोयल्टी होस् वा रेस्पेक्ट होस् वा, अनि बल्ल त त्यसमा बल्ल त लभ भन्ने कुराहरू आउँछ हैन। अनि अहिले हामीले त्यही कुरा खास हामीले डिस्कभर पनि गरिरहेको छौँ नि हैन। किनभने एक दिन रिस उठ्छ, यस्तो मान्छे भनेर अभियसली हामीलाई कतिचोटि त्यस्तो लागेको छ। अब यसको मतलब त्यो इमोसनमा बेस्ड भएर हामीले त्यो इमोसनमा बेस्ड भएर हामीले एउटा डिसिजन लिने हो भने त त्यतिखेरको लागि त हामी वी वर नट राइट फर इच अदर नि हैन हैन। त्यसै गरी कुनै दिन त फेरि यस्तो क्लाउड नाइनमा ओहो आई लभ यु यताउता भनेर त्यसमा बेस्ड हुने भन्दाखेरि हैन। आजकलको यो वेस्टर्न रिलेसनसिप यो छ नि मोडर्न हैन, किनभने आजकल त अल ओभर द वर्ल्ड मा त आजकल त के वेस्टर्न छैन जस्तो लाग्छ कि मलाई त। अब त हामी एकैचोटि जे भइरहेछ अर्को साइडतिर यता साइड इन्स्टेन्ट ग्राटिफिकेसनको जमाना छ नि त। अनि त्यसपछि एकछिन मनलाई इमोसन्समा एकछिन नराम्रो इमोसन आयो, त्यसमा एक्ट गरिहाल्यो, एकछिन गयो यो गरिहाल्यो, एक्ट गरिहाल्नु चाहिँ हुँदैन रहेछ हैन। तर मान्छे पनि त्यस्तै पर्नु पर्यो तर हैन। अब वी आर फर्चुनेट इनफ टु ह्याभ सो भन्छ एट द एन्ड अफ द जति नै डिस्कसन्स गरे पनि हैन, लास्टमा चाहिँ त्यही कोर भ्याल्युज नै हुनु पर्यो भन्ने नै निस्केन। कोर भ्याल्युज राम्रो छ भने त्यहाँ लभ पनि हुन्छ, लोयल्टी पनि हुन्छ, रेस्पेक्ट पनि हुन्छ, एभ्रिथिङ हुन्छ। तर कोर भ्याल्युज नै राम्रो छैन भने त्यहाँ केही पनि हुँदैन भनौँ न। कुनै पनि रिलेसनसिप हुँदैन, चाहे त्यो फ्रेन्डसिप होस्, any other relationship, not just partner हामी एकअर्काको यस्तो लभ वाला रिलेसनसिप मात्र हैन, any other relationship चाहिँ कोर भ्याल्युज भएन भने हुँदैन भनौँ न। त्यसो भए त्यही हामीले कन्क्लुजन ड्र गर्यौँ भने त अघि डिस्कसन भएर। Exactly, madam. So yeah, that's it.